हेलो गाइज, मेरो प्रिडिक्सनहरू कस्तो लागिरहेछ तपाईँहरूलाई? मेरो प्रिडिक्सनको भिडियो तपाईँले हेर्नुभएको छैन भने भित्र भिडियो सेक्सन खोलेर हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ सबै मेरो प्रिडिक्सनहरू जम्मै मिलेको छ क्या, होइन? टाइम पनि हेर्नु होला, फेरि भिडियो हेरेर पछिबाट हालेको भन्नु होला, त्यस्तो केही पनि टाइम अपलोड टाइम पनि हेर्नु होला। मेरो प्रिडिक्सनहरू अहिले होइन, गत वर्ष पनि सबै मिलेको थियो र अहिलेको यो 2026को लागि 2026को लागि यो वर्ल्ड कप क्वालिफायरको बेला पनि मैले प्रिडिक्सनहरू गरेँ, जम्मै मिलेको थियो होइन। लगभग मैले 5-6वटा प्रिडिक्सनहरू गरेको थिएँ। सो आजको प्रिडिक्सन पनि मिलेको छ, हिजोको पनि मिलेको थियो र अब हुने फेरि अब 4 बजेको म्याच फेरि छ, पोखरा एभेन्जर भर्सेस कसको छ, जनकपुर बोल्ट्स होइन। तर नो डाउट पोखराले चाहिँ जित्छ होइन। तर अलिकति चाहिँ अब कस्तो भइरहेछ भनेपछि इमोसनल ब्ल्याकमेल भन्छ नि, त्यस्तो भयो क्या। पोखरा के अरे जनकपुर बोल्ट्सले चाहिँ आमाको नाम लेखेर चाहिँ त्यो आज चाहिँ खेल्ने रे, आफ्नो नाम चाहिँ नराख्ने रे जर्सीमा भन्दा त्यसरी चाहिँ मलाई चाहिँ जनकपुर बोल्ट्स जितोस् भन्ने मेरो चाहिँ सोच हो है। किनभने आमाले चाहिँ कहिले हार्नु हुँदैन भन्ने मेरो सोचले मेरो प्रिडिक्सनमा चाहिँ पोखरा एभेन्जर्स थियो। बिहान पनि मैले भिडियो हालेको थिएँ। सो अब चाहिँ म भनिरहेको छु जनकपुरले जितोस् है त। यो चाहिँ मेरो जनकपुर बोल्ट्सलाई चाहिँ र आजको खेलमा चाहिँ सबै आमाको छोराहरूले जितुन्, जति पनि खेल्दैछन् फिल्डमा। यो चाहिँ मेरो सबैजना खेलाडीहरूलाई, जनकपुरलाई शुभकामना छ है त।